यो जंगलमा 390 बिलियन रुखहरू रहेका छन्। यहाँको जंगल यति घना छ कि यहाँ पानी परेको समयमा पानीको थोपा भुइँमा पुग्न 10 मिनेट लाग्छ। यो जंगल 5 करोड वर्ष पुरानो मानिन्छ। त्यसो त जंगल जति सुन्दर छ त्यति नै डरलाग्दो पनि छ। यहाँ केही भाग मात्र पर्यटकहरूलाई घुम्नका लागि छुट्याइएको छ भने बाँकी भाग निषेध गरिएको छ, किनकि ती भागहरूमा निकै डरलाग्दो र विषालु जीवले भरिएको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी पृथ्वीकै सबैभन्दा पुरानो अनि भयंकर डरलाग्दो अमेजन जंगलको बारेमा विविध जानकारी दिनेछौँ। अमेजन रेन फरेस्ट विश्वको 20% अक्सिजनको स्रोतका रूपमा रहेको छ। त्यसैले अमेजन जंगललाई विश्वकै फोक्सो समेत भन्ने गरिन्छ। यो जंगलमा 390 बिलियन रुखहरू रहेका छन्। यो जंगल यति घना छ कि यस जंगलको सतहमा 99% भूभागमा कहिल्यै पनि सूर्यको किरण पर्दैन, अर्थात् अमेजन जंगलको सतहमा 1% भागमा मात्र सूर्यको किरण पुग्छ। यो जंगल निकै घना भएकै कारणले गर्दा यहाँ पानी परेको समयमा भुइँमा पानीको थोपा पुग्न समेत 10 मिनेट लाग्ने गर्दछ। यो जंगल 5 करोड वर्ष पुरानो भएको मानिन्छ। अमेजनको जंगलमा 400 देखि 500 को संख्यामा नेटिभ इन्डियन्स बस्ने गर्दछन्, जसको आफ्नै भाषा र संस्कृति रहेको छ। उनीहरूको बाहिरी संसारसँग कुनै सम्पर्क छैन। यी मानिसहरूलाई बाहिरी संसारका मानिसहरूले बिताएको जीवनशैलीबारे कुनै जानकारी छैन। वैज्ञानिकले पनि केही समय अगाडि मात्र यी मानवहरूको खोज गरेका थिए। अमेजन जंगल भगवानको देनका रूपमा रहेको छ। यो जंगल जति सुन्दर छ त्यति नै डरलाग्दो पनि छ। यो जंगलको केही भाग पर्यटकहरूका लागि घुम्नका लागि छुट्याइएको छ भने बाँकी भाग निकै डरलाग्दो छ, किनकि यस जंगलका जीव निकै डरलाग्दा र विषालु छन्। यो जंगलको धेरै भागमा सधैँ अँध्यारो हुने गर्दछ। यदि कुनै व्यक्ति यहाँको जंगलमा फसेको खण्डमा सम्पर्कको कुनै पनि माध्यम छैन। ग्लास फ्रग। ग्लास फ्रग अमेजनको सबैभन्दा अनौठो जीव मध्येको एक हो। यसको शरीर यति पारदर्शी हुन्छ कि बाहिरबाट नै यसको मुटु चलिरहेको देख्न सकिन्छ। शरीरका अन्य भाग पनि सिसा जस्तै देखिन्छ। यो भ्यागुतो पारदर्शी हुने भएकोले यो अगाडि नै भए पनि यसलाई झट्ट देख्न सकिँदैन। ग्रीन एनाकोन्डा। हुन त ग्रीन एनाकोन्डा विश्वको सबैभन्दा लामो सर्पको वर्गमा नपरे तापनि यो सबैभन्दा वजनदार साँप मध्येमा पर्ने गर्छ। यी सर्पहरू जमिन र पानी दुवै ठाउँमा बस्ने गर्दछन्। त्यसो त यसको भारी वजनले पनि हुन सक्छ यिनीहरू जमिनभन्दा पानीमा निकै सक्रिय हुने गर्दछन्। यस्ता साँप 20 देखि 30 फिटसम्म लामो हुने गर्दछन् भने यसको तौलो 250 किलोसम्मको हुने गर्दछ। यी साँपले आफ्नो शिकार बेर्ने क्रममा सास पनि फेर्न नसक्ने गरी बेर्ने गर्दछन्। यिनीहरूले शिकारले